पुरानो समयमा नेपाली फिल्म जगतमा चर्चित नायिका अरुणिमा लम्सालको दोस्रो विवाह पनि घर भित्रिन नपाउँदै टुट्ने भएपछि डिभोर्सको केसले आजभोलि नेपाली सिनेमा जगतमा सनसनी नै मचिआएको छ। यसै त उनको यो दोस्रो विवाह थियो। यो भन्दा पहिले पनि उनले विवाह गरिसकेकी थिइन्, तर उनको अहिलेका पति युवराज श्रेष्ठको भने यो नवविवाहित थियो र घरमा भित्र्याउने यही वैशाखमा कुरा चलिरहेको बेलामा अरुणिमा लम्साल अमेरिकाबाट फर्किए पश्चात कुरा नमिलेको भनेर डिभोर्स गर्नको लागि डिभोर्स फाइल गरिसकेको उनी चर्चित कार्यक्रम बार्दलीमा बताउँछिन्। डिभोर्स भइसकेको छैन किनभने उहाँले चाहिँ मलाई अमेरिकाबाट मैले कुरा गर्दाखेरि चाहिँ म दिन्न, म डिभोर्स दिन्न, जेसै गर्नु म अड्काउँछु, लम्बाउँछु, 10 वर्षसम्म राख्छु, तर म दिन्न, म सर्वोच्चमा जान्छु, खै के भन्नुभयो है। यसै त करिब 7 वर्षको प्रेम पश्चात उनको पहिलो विवाह भएको थियो र 14 वर्षको सुखदमय विवाहको जीवन पश्चात उनीले पहिलो विवाहबाट पनि डिभोर्स लिने निर्णय गरिन् र डिभोर्स गरिसकेकी थिइन्। त्यस पश्चात उनी आफ्नो छोरीसँग अमेरिकामा बस्दै आएकी थिइन्। त्यस पश्चात उनी करिब 6 महिना अगाडि नेपाल फर्किएर उनको अहिलेका पति युवराज श्रेष्ठ, जुन चाहिँ नेपाली कांग्रेसका नेता पनि रहेका छन्, उनीसँग विवाह गरेकी थिइन्। किनभने म त अब डिभोर्स भएको मान्छे, छोरी अनि एक्ट्रेस, त्यसमाथि अब अमेरिकामा बसिरहेको छु, मेरो त ब्याकग्राउन्ड त भनिदिनु पर्यो नि हैन। अब अहिले चर्चित कार्यक्रम बार्दलीमा आएर उनी भन्छिन्, हतारमा विवाह गरे र अहिले मलाई हतारमै पछुताउनु परेको छ। हतारमा निर्णय लिए, फुर्सदमा हैन, हतारमै पस्न आए म। फुर्सदै हुनु पाएन। यसै त उनका पति युवराज श्रेष्ठले यो डिभोर्स मान्नबाट अस्वीकार गरेका छन्। अमेरिकाबाट मैले कुरा गर्दाखेरि चाहिँ म दिन्न, म डिभोर्स दिन्न। तर नेपालको प्रचलित कानुन अनुसार डिभोर्स फाइल गरेको 1 वर्षसम्म पनि कतैबाट पनि टुङ्गो आएन भने यो विवाह स्वतः क्यान्सल हुने गर्दछ, डिभोर्स हुने गर्दछ। उनी हालसालै बार्दलीमा द प्रकाश सुवेदीको शोमा गएर यो कुरा खुलासा गरेकी हुन् कि उनले यो विवाहबाट खुसी नभएका कारण यो विवाहबाट सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी हुन्। अब यस विषयमा कसको गल्ती छ, बुढाको गल्ती छ या बुढीको गल्ती छ, यो चाहिँ हामी भविष्यमा भिडियो बनाएर हजुरहरूलाई पूर्ण रूपमा जानकारी दिने नै छौँ। किनभने अहिलेको समयमा हामीले एकतर्फी न्युज मात्रै सुनेको छौँ अरुणिमा लम्सालको तर्फबाट। उनको पतिको तर्फबाट कुनै पनि स्टेटमेन्ट नआएको हुँदा हामीले यसलाई खुलेर भन्न सक्दैनौँ कि कसको गल्तीका कारणले यो डिभोर्स भइरहेको छ। हामीले अरुणिमा लम्सालको मुखबाट सुन्दा त स्वतः पतिको नै गल्ती देखिन्छ र उनको कारणले नै उनले डिभोर्स लिन लागेको जस्तो हामीलाई लाग्दछ। तर यथार्थ के हो हामी पछि जानेर फेरि भविष्यमा यस विषयमा न्युज लिएर हजुरहरू सामु फेरि पनि आउने नै छौँ। अरुणिमा लम्साल फिल्मी जगतमा धेरै नाम कमाएकी नायिका पनि हुन्। यसै त उनको चर्चा उनका सुपरहिट फिल्मको कारणले हुनुपर्ने हो, तर अहिलेको समयमा उनी डिभोर्सको कारणले निकै चर्चित भइरहेकी छिन्। उनले डिभोर्स गर्ने निर्णय लिए पश्चात उनको चर्चा आजभोलि नेपाली जगतमा धेरै नै चर्चित भइरहेको छ। उनी युवराज श्रेष्ठसँग डिभोर्स चाहन्छन् र उनी डिभोर्स गर्न जाँदैछिन्। यसै त उनीहरूको यही आउने वैशाखमा भित्राउने कार्यक्रम पनि थियो, तर घर भित्रिन नपाउँदै अरुणिमाले डिभोर्स फाइल गरिसकेपछि यो केस अदालतमा पुगेको छ र अब चाँडै नै उनी दुईजनाको डिभोर्स हुने पक्को भइरहेको छ। त यो थियो आजको न्युज। हजुरहरूलाई कस्तो लाग्यो यो न्युज? यदि राम्रो लाग्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला पीडीसी मिडियालाई। आजलाई भने यति नै, फेरि भेट्नेछौँ अर्को नयाँ प्रस्तुतिका साथ, नयाँ न्युजका साथ। त्यतिन्जेलसम्मका लागि हस्त।